आजको दिन साँच्चै नै निकै खुसी, शान्ति र आशीर्वादले भरिएको दिन रह्यो। केही वर्ष अघिसम्म यहाँ पुरानो गुम्बा थियो। आज त्यही ठाउँमा सुन्दर नयाँ गुम्बा निर्माण भएको देख्दा मन अत्यन्तै खुसी भयो। यो केवल एउटा भवन मात्र बनेको होइन, गाउँको आस्था, विश्वास र एकताको प्रतीक अझ बलियो बनेको अनुभूति भयो। गुम्बा भनेको पूजा आराधना गर्ने ठाउँ मात्र होइन, यो गाउँलाई शान्त, अनुशासन, सद्भाव र राम्रो संस्कारतर्फ डोर्याउने पवित्र स्थान पनि हो। गुम्बाले मानिसहरूलाई प्रेम, करुणा, सम्मान र सहकार्यको भावना सिकाउँछ। गाउँका यस्ता धार्मिक स्थल हुनु भनेको नयाँ पुस्ताले पनि आफ्नो धर्म, संस्कृति र नैतिक मूल्यहरू बुझ्ने र संरक्षण गर्ने अवसर पाउनु हो। समथारमण्डल गाउँका सम्पूर्ण गाउँवासीहरूको एकता, मेहनत र समर्पणले आज यो सुन्दर गुम्बा निर्माण भएको देख्दा गर्व लाग्यो। यस्तो कामले गाउँको पहिचान मात्र होइन, भविष्यका पुस्ताका लागि पनि एउटा अमूल्य सम्पदा छोडेर जाने विश्वास दिलाउँछ। आज यस पवित्र गुम्बामा पुगेर पूजनीय श्री गुरु छिङ्लिङ रेब्मोचेबाट आशीर्वाद प्राप्त गर्ने सौभाग्य पनि मिल्यो। यहाँको आशीर्वादले मनमा अझ बढी शान्त र सकारात्मक ऊर्जा महसुस भयो। अनि यदि तपाईँहरू पनि पूजनीय गुरुजीबाट वाङ ग्रहण गर्न चाहनुहुन्छ भने भोलि पूजाको अन्तिम दिन वाङ थाप्नको लागि उपस्थित भई यस पवित्र अवसरको लाभ लिन सक्नुहुन्छ।